अध्याय 2। हिन्दू दर्शनमा धन पाप होइन, शक्ति हो। वेल्थ इज पावर, नट सिन इन हिन्दू फिलोसफी। यदि धन पाप हो भने किन हिन्दू धर्ममा धनकी देवी हुन्छन्, धनका देवता हुन्छन्? नमस्कार, फेरि स्वागत छ श्रुति किताबमा। अघिल्लो अध्यायमा हामीले बुझ्यौं धर्म टिकाउन अर्थ अनिवार्य छ। आजको अध्यायमा हामी अझै गहिरो प्रश्न सोध्दछौं। के धन आफैमा खराब हो कि धनको प्रयोगद्वारा खराब बनाइन्छ? हिन्दू दर्शनमा कुनै पनि वस्तु स्वतः पाप वा पुण्य हुँदैन। सबै कुरा उपयोग र चेतनामा निर्भर हुन्छ। लक्ष्मी देवीको दर्शन। ध्यान दिनुहोस्, हिन्दू धर्ममा धनका प्रतीक लक्ष्मी देवी हुन्। अब सोच्नुहोस्, यदि धन पाप हुन्थ्यो भने के देवी त्यहाँ बस्न सक्थेन र? लक्ष्मी मातालाई हामी कमलमा विराजमान देख्छौं। कमल हिलोमा फुल्छ, तर हिलोले छुँदैन। धन पनि त्यस्तै हो। संसारमा रहँदा समेत चेतनाले अशुद्ध नबन्ने शक्ति हो। धन यसै संसारमा रहँदा पनि चेतनाले अशुद्ध बन्दैन, त्यस्तो शक्ति धन हो। फेरि प्रश्न आउँछ, समस्या कहाँ हुन्छ त? धन नराम्रो होइन। धनसँग जोडिने अहंकार नराम्रो हो। धनसँग आउने लोभ समस्या हो। धनमाथि हुने असन्तुलित मोह अधर्म हो। तर धनद्वारा विद्यालय, गुरुकुल र विभिन्न ज्ञानका भण्डारहरू खोलिन्छ। धनद्वारा चिकित्सालय, अस्पताल, आयुर्वेदालय, व्यायामशाला, जिम आदि चलाइन्छ। धनद्वारा मन्दिर, मठ, अनुसन्धान केन्द्रहरू जोगाइन्छ। धनद्वारा ज्ञान फैलाइन्छ। धनद्वारा बिउ बिजनको संरक्षण गर्ने अनुसन्धान पद्धति सिकाइन्छ। के तपाईहरुलाई थाहा छ, पहिला मन्दिरमा आफूले फलाएको बिउ बिजनको सबैभन्दा राम्रो दशांश लगेर जम्मा गरिन्थ्यो। त्यो बिउ बिजनको लागि कुनै बेला अनिकाल लाग्यो भने त्यही मन्दिरमा भएको बिउ बिजनले अर्को वर्षको उत्पादन गर्न सकियोस् भनेर। अब यस्तो राम्रो व्यवस्था, धन, समृद्धि कसरी पाप हुन्छ त? हैन त? अब धनको मनोविज्ञान कस्तो हुन्छ त? एकपल्ट हेरौँ है त। विज्ञान भन्छ धन आफैमा तटस्थ शक्ति हो। पुनः एकपल्ट यहाँहरूले ध्यान दिनुहोस्, धन आफैमा तटस्थ शक्ति हो। यहाँ तटस्थ भनेको कुनै सकारात्मक या नकारात्मक होइन, तर शक्ति अवश्य हो। जसले चलाउँछ धन त्यही व्यक्तिको शोभा बढाउँछ। यदि असल र महात्माको हातमा धन गयो भने त्यसले समाजमा, प्रकृतिमा सेवा गर्छ भने कुनै पनि गलत व्यक्तिको हातमा गए त्यसले समाजमा विनाश निम्त्याउँछ। धनले व्यक्ति बनाउँदैन, व्यक्तित्व प्रकट गर्दछ। अब आत्मविश्वासको लागि धनको दृष्टिकोण कस्तो हुन्छ त? धेरै मानिस
धनबाट टाढा भाग्छन्, किनभने उनीहरू डराउँछन् कहीँ म बिग्रिएँ भने। तर आत्मनियन्त्रण सिक्नुको अर्थ नै यही हो, शक्ति आउँदा पनि सन्तुलन कायम राख्नु। धर्म भनेको भाग्नु होइन, धर्म भनेको सचेत रहँदै संसारमा बस्नु हो। कतिपयले त यस्तो पनि भन्ने गरेको पाइन्छ कि मैले धन कमाएर राखिदिएर किन मेरो छोरालाई राखिदिएर के गर्ने। यदि ऊ साँच्चै राम्रो मान्छे बन्यो भने आफ्नो लागि धन कमाइहाल्छ र खराब बन्यो भने मैले कमाएको पनि सकिदिन्छ। तर यो विचार धन सङ्ग्रह गर्न र भविष्य सन्ततिलाई समृद्धि बनाउन र देशलाई समृद्ध बनाउन अत्यन्तै हानिकारक विचार हो, अत्यन्तै हानिकारक चिन्तन हो। अब वैदिक मान्यतामा सन्तुलित सूत्र कस्तो छ त? हिन्दू दर्शन भन्छ, त्याग अभाव होइन, त्याग कहिल्यै पनि अभाव हुँदैन। सन्तोष कहिल्यै पनि गरिबी होइन। पुनः एकपल्ट, व्यक्ति अभावले त्याग गरेको होइन र गरिबीले सन्तोष मानेको हुनु हुँदैन। सन्तोष भनेको त जति छ त्यसमा शान्त हुनु हो। यसको मतलब धन नकमाउनु पटक्कै होइन। आउनुहोस् केही उदाहरण हेरौँ। महाभारत कालका पात्रहरूको बारेमा हेर्दा राजा जनक अत्यन्त धनी तर मोहरहित थिए। उनी राजा थिए तर उनमा मोह भने रत्ती पनि थिएन। युधिष्ठिरलाई हेर्ने हो भने उनीमा जहिल्यै पनि धन र धर्मको सन्तुलन रहेको देखिन्छ। अर्जुनलाई हेर्ने हो भने शक्ति र विवेकको सामञ्जस्यता देखिन्छ। त्यहाँ शक्ति पाएर पनि अहङ्कार आएको छैन। त्यसैले कसैलाई पनि गरिब बन भनिएर कहीँ पनि भनेको छैन। यस अध्यायको सारले के बुझाउँछ भने आजको अध्यायबाट हामीले यो बुझ्यौँ कि धन कमाउनु पाप होइन, यो गृहस्थको लागि अत्यन्तै पुण्यको काम हो। धन तथस्थ हो तर धन सर्वशक्तिमान हो। लक्ष्मी चेतना र विवेकीसँग बस्छिन्, लक्ष्मी समृद्धसँग बस्छिन्। समस्या धन होइन, धनलाई चलाउने दृष्टिकोण हो। त्यसैले धर्मसाथ धन कमाउनु अत्यन्तै उत्तम कर्म हो। धनलाई धर्मको सेवक बनाउनु पर्छ, तर स्वामी भने चाहिँ पटक्कै होइन। आउनुहोस्, धनलाई छोएर बिग्रिनु होइन, धनलाई छोएर उचालिनु नै हिन्दू दर्शन हो। धनलाई छोएर समृद्धि हुनु, चेतनाको उचाइ लिनु चाहिँ हिन्दू दर्शन हो। अर्को अध्यायमा हामी यो भ्रम तोड्नेछौँ कि गरिबी आध्यात्मिक गुण पटक्कै होइन। अथवा व्यक्तिले भन्छन् नि, गरिब भयो भने म त साधु बन्छु र सबै कुरा छोडिदिन्छु, तर गरिब बनेर आध्यात्मिक गुण पटक्कै आउँदैन। श्रुति किताब सँगै रहनुहोस्, सुन्नुहोस्, मनन गर्नुहोस् र परिवर्तन महसुस गर्नुहोस्। ओम नमः शिवाय।